हेलो साथीहरु, नमस्ते। खाम्बेमा होस् भन्ने तपाईहरु सबैजनालाई फेरि पनि मेरो सानो भिडियोमा स्वागत गर्न गइरहेको छु। आज चाहिँ म बनाउन गइरहेको छु भेज चाउमिन। हजुरहरुले हेर्दै जानु होला। यहाँनिर चाहिँ मैले सब्जी चाहिँ अघिबाटै काटेर पनि रेडी गरिसकेको छु। यहाँनिर चाहिँ लसुन, प्याज, क्याबेज, क्यारट, मटर अनि इस्कुसको मुन्टा। अरु चाहिँ मेरोमा सब्जी थिएन, मैले चाहिँ एक काटेको छु। अनि यो हो हरियो खोर्सानी। नुडल्स चाहिँ पाकेर पनि रेडी भइसकेको छ। अब म बनाउन गइरहेको छु सब्जी। यहाँनिर चाहिँ कराई चाहिँ मैले तताएँ अनि तेल पनि लगाएँ। तेल लगाइसकेपछि लाउँदैछु लसुन, प्याज। यसलाई चाहिँ एकछिन भुट्नु होला तपाईहरुले पनि। मैले चाहिँ लगाएँ हर्दी, गाजर, अघि काटेर राखेको भेजिसहरु मैले हालिदिएँ। नुन चाहिँ मैले अलिकति लगाएको छु, तपाईहरुले पनि नुन चाहिँ स्वाद अनुसार लाउन सक्नुहुन्छ। अनि यहाँ लाउँदैछु मैले कोपी। सब्जी लगाएर चलाइसकेपछि अनि लाउँदैछु म टमेटो सस अनि सोया सस। हेर्नुहोस् त साथीहरु, यहाँनिर मेरो सब्जी चाहिँ कस्तो भएको छ पाकेर। हो यहाँनिर सब्जी चाहिँ पाकिसकेको छ। अनि म लाउँदैछु नुडल्स। नुडल्स लगाएर चाहिँ मजाले मिक्स गर्नुपर्ने हुन्छ सब्जी र नुडल्सलाई। अनि म यहाँनिर गर्नेछु मिक्स। हेर्नुहोस् त साथीहरु, चाउमिन चाहिँ यसरी रेडी भइसकेको छ। अनि म चाहिँ यहाँनिर लाउँदैछु सिजुवान चटनी पनि। अनि लास्टको लुक्स चाहिँ यस्तो भएको थियो। थ्यांक यू सो मच फर वाचिङ।